नमस्कार विद्यार्थी साथीहरू, म दीपक सर। आज हामी कक्षा 10 मा रहेको पाठ 1 मा भएको सेट च्याप्टरबाट यसका फर्मुला कसरी बनाउने भन्ने कुरा स्टेप बाई स्टेप सिक्नेछौँ। परीक्षा तयारीका लागि यो भिडियो धेरै नै उपयोगी हुनेछ। च्यानलमा नयाँ शैक्षिक भिडियो हरेक दिन आउने भएकाले सब्स्क्राइब गरेर बेल आइकन थिच्न नबिर्सनुहोस्। अब आजको कुरा सुरु गरौँ। आजबाट हामीले पाठ 1 सुरु गर्दैछौँ। पाठ 1 मा रहेको छ समूह, सेट्स भनिन्छ यसलाई अङ्ग्रेजीमा। हामीले यहाँ आज सुरु गर्दैछौँ कक्षा 10 मा विशेष गरी ध्यान दिन पर्ने कुराहरू। दुई समूहको गणनात्मकता, कार्डिनालिटी अफ टु सेट्स। हामीले दुई समूहको गणनात्मकता, कार्डिनालिटी अफ सेट्स पढ्न जाँदैछौँ। यसमा हामीले दुईवटा समूह जुन एक आपसमा खप्टिएका छन्, खप्टिएका समूहलाई लिएर हामीले यसमा चित्र बनाउँछौँ। चित्र बनाएर दुई समूहको गणनात्मकतामा के कुराहरू छन् हामी चित्रबाट बुझ्ने प्रयास गर्छौँ। मानौँ यो समूह ए रहेको छ, मानौँ यो समूह बी रहेको छ। नाम लेखौँ ए बी। त्यसपछि यो बाहिरको यो बाकस रहेको छ, यो चाहिँ सर्वव्यापक समूह भनेर हामीले यसलाई सर्वव्यापक समूह यो भनेर भन्छौँ। अब हामीले यहाँ चिन्नुपर्ने यो चित्रबाट यसका पार्टहरू, यसका नामहरू हामीले चिन्नुपर्ने हुन्छ। यो बीचको भागलाई हामीले के भन्नुपर्ने हुन्छ भन्दा यान ए इन्टरसेक्सन बी। यो ए र बी बीचको दुवैमा पर्ने, एमा पनि पर्ने बीमा पनि पर्ने यो भाग रहेको छ ए र बीको प्रतिच्छेदन, यान ए इन्टरसेक्सन बी। त्यसपछि अर्को भाग रह्यो, अब यो हामीले ए बनाइसकेका छौँ, यो भाग हामीले बी बनाइसकेका छौँ। अब यतापट्टिको भाग मात्र हामीले यसलाई, यतापट्टिको यो भाग मात्र हामीले हेर्ने हो भने यसलाई हामीले यान नट ए भन्नुपर्ने हुन्छ। यो भनेको ए मात्र भनेर बुझ्नु पर्यो। त्यस्तै गरी यो यान नट बी भनेर बुझ्नु पर्यो, यताको बी मात्र, यसलाई के भन्नु पर्यो, बी मात्र भनेर हामीले भन्नु पर्यो। अब बाँकी रह्यो यो बाकसमा यो ए र बी भन्दा बाहिरपट्टिको यो भाग भनेको यसलाई यान ए युनियन बी बाहेक, ए युनियन बी भनेको यो र यो ए र बीको संयोजन भयो, ए युनियन बी। त्यो बाहेक बाहिर भनेको ए युनियन बी बाहेक, बाहेकलाई हामीले यो माथि कम्प्लिमेन्टको चिन्ह अथवा हामीले बार पनि भन्ने गरिन्छ। भनेपछि साथीहरू यो दुई समूहको गणनात्मकता पढ्ने बेलामा हामीलाई जम्मा जम्मी कतिवटा कुराहरू छन् त भन्दाखेरि यान ए को कुरा भयो, त्यसपछि यान बी को कुरा भयो, यान ए इन्टरसेक्सन बी को कुरा भयो, त्यसपछि यान ए युनियन बी को बारको कुरा भयो। अगाडि आउँछ सबै समूह यान यो। त्यसपछि यो यान ए र बी भनेको यो ए र बी भइहाल्यो। अब यतापट्टिको कुरा मात्र हेर्ने हो भने यान नट ए र यान नट बी को कुरा पनि आयो। अब हामीले दुई समूहका गणनात्मकता, कार्डिनालिटी अफ सेट्स हामीले यहाँ सूत्र यिनै कुराबाट, यही चित्रबाट, यिनै पाठहरूबाट हामीले फर्मुला बनाउन सक्छौँ। सुरुमा हामीले फर्मुला बनाउने प्रयास गरौँ। ल, सबैभन्दा पहिला यानयुको फर्मुला म लेख्दैछु भनेको मैले यो ए मात्र बी मात्र प्रयोग नगरिकन यो 1 2 3 4 यानयु भनेपछि योसँग जम्मा जम्मी 5वटा कुरा छन् भन्ने कुरा तपाईँहरूले सम्झिन सक्नुहुन्छ। अब 5वटा कुरालाई हामीले प्रयोग गरेर यानयु भनेको यान ए, त्यसपछि यो हो, त्यसपछि यो भनेको ए र बी गर्दाखेरि यहाँ दुईचोटि चाहिँ आयो, एकचोटि घटाउनु पर्यो। त्यसपछि हामीले बाहिरको कुरा के गर्नु पर्यो, यो पनि जोड्नु पर्यो। यानयु भनेपछि सबै पढ्ने हुन्छ। अब यानयु भनेपछि यान ए, त्यसपछि एन बी, त्यसपछि यो दुईचोटि जोडिएको कारणले यसलाई एकचोटि घटाउने, त्यसपछि बाहिरपट्टिको ए युनियन बीलाई, बारलाई हामीले जोड्ने। एउटा सूत्र यो बन्यो। अब ए मात्र बी मात्र भनेर लेख्नु पर्यो भने अर्को सूत्र यानयुकै सूत्र के भन्छ त भन्दा यान नट ए,
त्यसपछि यान नट बी। यसो गर्दा यान नट ए र एन नट बी यो दुईटा जोडियो, तर यसको पालो आएन, ए इन्टरसेक्सन बी को पालो आएन भनेपछि अघि माइनस थियो भने यसमा मात्र लेख्ने बेलामा प्लस हुनुपर्ने भयो, बाहिरको जोड्नै छ, यसलाई पनि जोड्नुपर्ने हुन्छ। यसरी यान्युको गणनात्मकताको सूत्र हामीलाई दुईवटा प्राप्त भइसक्यो। अब कतिपय कुरामा तपाईहरुलाई के भनेर भन्छ भन्दाखेरि दुईवटा समूह यो प्रश्न त्यो लामो प्रश्न दिँदाखेरि समाधान गर्ने बेलामा कम्तीमा एउटा मन पराउने है, कम्तीमा एउटा मन पराउने है, कम्तीमा एउटा मन पराउने, कम्तीमा एउटामा पर्ने भन्ने यिनी कुराहरू भाषागत प्रश्न दिएको अवस्थामा यो कम्तीमा एउटा भनेको बेलामा तपाईले के बुझ्नु पर्यो त, यसले के निकाल्न भन्दैछ, यान ए युनियन बी निकाल्नुहोस् भनेको छ। कम्तीमा एउटा निकाल्नुहोस् भनेको यान ए युनियन बी प्राप्त गर्नुहोस् भन्न खोजेको। यान ए युनियन बी भनेको यो दुईटा वृत्तभित्रको पर्छ। यो दुईटा वृत्तभित्र भनेको यो बाहेक, बाहिरको बाहेक भनेको हामीले यो दुईटा सूत्रमा यो ए युनियन बी बार र ए युनियन बी बार दुईटै सूत्रबाट यो हटाइयो भने ए युनियन बी को हामीले दुईटा सूत्र प्राप्त गर्न सक्छौं। ल यसको दुईटा सूत्र लेखौं। एउटा रहेको छ यान ए प्लस एन बी माइनस यान ए इन्टरसेक्सन बी। अर्को मात्रवाला फर्मुला प्रयोग गर्यो भने यान नट ए यान नट बी, ए मात्र र बी मात्र, अनि यसमा फेरि ए इन्टरसेक्सन बी जोड्नु पर्ने हुन्छ। अब यो कम्तीमा एउटा कुरा भइसकेपछि अर्को कुरा रहेको छ, हामीले यो ए मात्र र बी मात्र अर्को कसरी निकाल्न सकिन्छ भन्ने कुरामा ए मात्र निकाल्नु पर्यो भने हामीले यान ए बाट यान ए इन्टरसेक्सन बी घटाउने हो। ए बाट यो साझा घटायो भने यताको ए आउने भयो, ए मात्र आउने भयो। त्यस्तै गरी यान बी मात्र यान नट बी निकाल्नु पर्यो भने यान बी बाट यान ए इन्टरसेक्सन बी घटाइयो भने बी मात्र आउँछ। बी बाट साझा घटाउने, यो बी बाट साझा घटायो भने यताको मात्र आउँछ। अब हामीले कम्तीमा एउटा मात्र निकाल्नुहोस् भनेको छ। अर्को कुरा बढीमा एउटा निकाल्नुहोस् भन्ने कुरा आयो भने, बढीमा एउटा निकाल्नुहोस् भन्ने कुरा आयो भने हामीले के गर्नुपर्ने हुन्छ, बढीमा एउटा भनेको त के हो भन्दाखेरि यो भनेको दुईटै मन पराउने हो। हेर्नुस् है, ए मन पराउने बी मन पराउने, यो ए र बी दुईटै मन पराउने। बढीमा एउटा मन पराउने भनेको त यो बाहेक अरू हुन पर्यो। बढीमा एउटा भनेको त दुईटा मन पराउन पाइएन, एउटा मन पराउन पाइयो, एउटा मन पराउन पाइयो कि त मनै नपराउन पाइयो भनेपछि बढीमा एउटा भनेपछि हामीले के बुझ्न पर्ने रहेछ, यान ए इन्टरसेक्सन बी को बार हो है भन्ने कुरा बुझ्न पर्ने रहेछ। अब यो निकाल्ने कसरी हो त भन्दा हामीले यो यान यो बारमा भएको कुरालाई जहिले पनि यो सर्वव्यापक समूहबाट बार भन्दा मुन्तिरको कुरा जे छ त्यसलाई हामीले यो मैले माइनस लेख्दैछु, यान यु बाट यान ए इन्टरसेक्सन बी घटाउनु पर्यो। जे को पनि बार निकाल्दैछौँ भने सर्वव्यापक समूह युबाट हामीले त्यो मुन्तिर जे छ त्यसलाई घटाउनु पर्ने हुन्छ। अब यसमा अब अर्को आवश्यक कुराहरू के छ त भन्दाखेरि अब लामो प्रश्नमा सोध्ने कुरा के छ त भन्दा कम्तीमा एउटा भन्ने कुरा हामीले भइसक्यो, बढीमा एउटा भन्ने कुरा भइसक्यो। अब एउटा मात्र मन पराउने कुरा निकाल्नुहोस् भन्यो भने हेर्नुहोस् है, एउटा मात्र मन पराउने दुईवटा समूहहरू दिएका छन्, एउटा मात्र मन पराउने भन्ने कुरा आयो भने कि त ए मात्र कि त बी मात्र भन्यो भने यसरी पालै पालो अथवा एउटा जुन भनेको छ त्यो निकाल्दै भइहाल्यो। अब एउटा मात्र निकाल्नुहोस् भन्यो भने हामीले कम्तीमा यान नट ए निकाल्ने, त्यसपछि यान नट बी पनि निकालिसकेपछि यो दुईटाको योगफल निकाल्नु पर्ने हुन्छ। एउटा मात्र निकाल्नुहोस् भन्यो भने हामीले यो दुईटा मात्र निकाल्नु पर्ने हुन्छ। भनेपछि हामीलाई आवश्यक पर्ने समूह पढ्दाखेरि, समूहका प्रश्नहरू आउँदै गर्दाखेरि हामीलाई आवश्यक पर्ने सूत्रहरू के रहेछन् त भन्ने कुरा म तपाईहरुलाई सरर लेखेर यहाँ देखाउँदैछु। हेर्नुस् है त। ल अब कक्षा 10 समूह पाठ 1 यो सेट्समा यस पाठमा आवश्यक सूत्रहरू के रहेका छन् त। यान यु भनेको यान ए प्लस यान बी माइनस यान ए इन्टरसेक्सन बी प्लस यान ए युनियन बी को बार
हामीले અહીં हेरिसकेका छौँ। मैले यो समरी लेख्दैछु। यान यु भनेको यान नट ए प्लस यान नट बी प्लस यान ए इन्टरसेक्सन बी प्लस यान ए युनियन बी बार। त्यसपछि यान ए युनियन बी भनेको यान ए प्लस यान बी माइनस यान ए इन्टरसेक्सन बी यान नट ए प्लस यान नट बी प्लस यान ए इन्टरसेक्सन बी। यसमा यो बार छैन, ए युनियन बी बार छैन, किनकि ए युनियन बी भनेको यो सर्वव्यापक समूह पर्दैन, त्यो भित्र ए र बी भित्रका मात्र पर्ने भए। अनि कम्तीमा एउटा भनेको बेलामा यान ए युनियन बी निकाल्नु पर्यो, यो दुईटा कुरा निकाल्नु पर्यो। बढीमा एउटा भनेको बेलामा चाहिँ यान ए इन्टरसेक्सन बी को बार मैले अघि भनिसकेको छु, यान युबाट यान ए इन्टरसेक्सन बी घटाउनु पर्यो। एउटा मात्र मन पराउने कुरा निकाल्नुहोस् भन्यो भने यान नट ए र यान नट बी निकाल्नु पर्यो, अनि त्यसको योगफल निकाल्नु पर्यो। निकालेर मात्र हुँदैन, योगफल चाहिँ देखाउनु पर्यो। एउटा मात्र मन पराउने भनेर निकाल्नु पर्यो भने। अनि लास्टमा यसैको एउटा मात्र कसरी निकाल्ने त भन्दाखेरि यान नट ए निकाल्नु पर्यो भने यान ए माइनस यान ए इन्टरसेक्सन बी गर्नु पर्यो। मैले अघि चित्रमा देखाइसकेको छु। यान नट बी निकाल्नु पर्यो, बी मात्र निकाल्नु पर्यो भने यान नट बी माइनस यान ए इन्टरसेक्सन बी निकाल्नु पर्यो। मैले यो पनि चित्रमा देखाइसकेको छु। ल अब तपाईहरूलाई यदि कुनै केही प्रश्नहरू, कुनै केही सूत्रहरू बुझ्नु भएको छैन भने, भिडियोमा हेर्नु भएको छ बुझ्नु भएको छैन भने एकचोटि फेरि सोध्न सक्नुहुन्छ। अनि तपाईहरूलाई केही क्वेसनहरू छ भने तपाईहरूले कमेन्टमा सोध्न सक्नुहुन्छ। अब मैले यो पहिलो भिडियो रहेको छ। अब यसपछि मैले अर्को भिडियोमा यिनै सूत्रहरू प्रयोग गरेर कक्षा 10 को यासीमा सोधिने प्रश्नहरू मैले तपाईहरूलाई प्रश्नहरू समाधान गरेको भिडियो मैले अर्को भिडियोमा राख्नेछु। तपाईहरू यदि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुहोला, लाइक कमेन्ट गर्न नभुल्नुहोला। केही तपाईँको क्वेसनहरू छ भने कमेन्टमा क्वेसनहरू राख्न सक्नुहुन्छ, मैले हरेक कमेन्टको रिप्लाई गर्नेछु। हस्, धन्यवाद। यति बेला हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद।